দুধিয়ায় চালু হলো বিকল্প সেতু, ফের স্বাভাবিক হলো যান চলাচল। বন্যায় ভেঙে যাওয়া দুধিয়া সেতুর জায়গায় নির্মিত বিকল্প হিউম পাইপ সেতু সোমবার অর্থাৎ আজ থেকেই চালু হলো। এর ফলে ফের সচল হলো মিরিক ও শিলিগুড়ির যোগাযোগ। রাজ্য পূর্ত ও জলসম্পদ দপ্তরের তত্ত্বাবধানে মাত্র 16 দিনে তৈরি হয়েছে 468 মিটার দীর্ঘ এই সেতুটি। মুখ্যমন্ত্রী মমতা বন্দ্যোপাধ্যায় নির্মাণ কাজে যুক্ত সকলকে অভিনন্দন জানিয়ে জানান, মানুষের যাতায়াত স্বাভাবিক করাই সরকারের অগ্রাধিকার। স্থানীয় বাসিন্দা ও ব্যবসায়ীরা এই সেতু চালু হওয়ায় স্বস্তি প্রকাশ করেছেন। हामी सम्पूर्ण मिरिकका चालक दाजुभाइको तर्फबाट तपाईको च्यानललाई धेरै धेरै धन्यवाद। तपाईले आएर यहाँ ग्राउन्ड जिरोमा कभर गरिदिनु हुँदैछ है। विशेष के भयो भने तपाईलाई याद भएकै कुरो हो, गत 4 तारिक आएको जुन भल पहिरोले गर्दा हाम्रो जुन मिरिकको लाइफलाइन मानिने यो दुधेको ब्रिज भत्किएपछि हाम्रो यो आवत जावत मिरिकबाट सिलगढी आवत जावतलाई धेरै अवरोध भइरहेको थियो। हामी भाया नोल भएर हामी कुदिरहेका थियौं, तर त्यो बाटो पनि धेरै अप्ठ्यारो भएकोले गर्दा प्रशासनिक तौरमा त्यो बाटो पनि बन्द गरिदिएपछि हामीले दुधेमा राखेर खोलावारी राखेर अनि सिलगढी गाडी खोला पारी राखेर ट्रान्सिट गरिरहेका थियौं। र हिजो मात्र हामीले एउटा न्यूज सुनेको थियौं, भोलिदेखि यो खोलिन्छ भन्ने सुनेको थियौं र हामी बिहान एकदमै खुसी भएर आएको थियौं, आज हामी सिलगढी पुग्ने रहेछौं भनेर। र पेसेन्जरहरू पनि जति पनि हाम्रो यात्रुहरू थियो उहाँहरू पनि खुसी थियो आज हामी सिलगढी पुग्नेछौं भनेर। तर यहाँ आउँदाखेरि फेरि के भयो भनेदेखिको यहाँको प्रशासनले हामीलाई बन्द गरिदियो यहाँनिर। किन भन्दा 11 बजी डीएम म्याडम आउनुहुन्छ र त्यसको बादमा मात्रै आधिकारिक घोषणा भएपछि मात्रै खुल्नेछ भन्ने हामीले जान्नमा आयो। र यहाँ हामी बसिरहेको छौं, अहिले पनि हामीले हाम्रो पेसेन्जर त दिइहाल्यौं, तरै पनि कतिवटा गाडी छिरेर गइसकेको छ। जो माथिबाट आएको थियो कतिवटा गाडी छिरेर गइसकेको छ, तर हामीले चाहिँ हाम्रो यात्रुहरू यहीँ झारेकोले गर्दा हामी अगाडि जान सकेनौं। हामी यहीँ पर्खेर बसिरहेछौं र यात्रुहरूलाई यो जानकारी गर्न चाहन्छु, तपाईहरु आउनुहोस्, यहाँ गाडी एकदम एभाइलेबल छ मिरिक जाने। तपाईहरु निर्धक्क सिलगढीबाट यहाँ आउन सक्नुहुनेछ। र विशेष अब बेलुकादेखि खोल्यो भने सबैलाई नै जति पनि यो काम गर्नेहरू सबैलाई नै हामी धन्यवाद दिन चाहन्छौं, किन उहाँहरूले यस अल्टरनेटिभ रोड निकालिदिएर हामीलाई सुविधा गरिदिनु भएको छ। र जति पनि डिपार्टमेन्टदेखि लिएर यो कन्ट्राक्टरहरू सबैलाई नै हामी मिरिक चालकको दाजुभाइको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौं। अब यसमा त तपाईहरुले देखिरहनु भएको थियो है। अब जसरी ब्रिज टुटेको दिनको है, अब एउटा कुरा, एक नम्बर कुरा त के भन्छु भन्दाखेरि, अब मेरो पनि के थियो भन्दाखेरि मेरो घर त यहाँ हो है, यता दुधियापट्टि हो, यता ब्रिजदेखि यता त होटेलहरू मेरो वहाँ घर पनि यहाँनिर थियो है। अब यो मानिलियो तपाईँ 50-100 मिटरको बाटो, त्यसको लागि अब जति बेला ब्रिज टुट्यो होइन, त्यति बेला म पनि उतापट्टि थुनिएको थियो, तपाईँको 6 घण्टा जस्तो लाग्यो मलाई लिएर आउनु है। तर अब यो चाहिँ यस्तो हो, यो ब्रिजले चाहिँ यस्तो काम गरेको रहेछ है, हामीले पनि यति एउटा सोचेको पनि थिएन कि मतलब यो ब्रिजले चाहिँ कति एउटा मिरिकलाई लिएर है, यो अब हाम्रो जति पनि टुरिस्टहरू आउँछ होइन, यो एउटा मिरिक भएर यो भ्यू पोइन्टहरू भएर जस्तो पशुपति बोर्डरहरू भएर दार्जिलिङ जानको लागि कति एउटा सुविस्ता। अब यो चाहिँ एकदमै ठुलो काम भएको थियो यो बाटो, यो ब्रिजले चाहिँ त्यस्तो काम गरेको रहेछ है। अब अहिले हेर्नुहोस्, यति सुविस्ता तकलिफ हुँदै थियो त्यति बेला है, अहिले अब एकदमै सुविस्ता भएको छ है। मान्छेहरूको के छ भन्दाखेरि आजको दिनमा एउटा छठ पूजाको है, कतिवटा पहाडबाट नै पूजाको सामानहरू पनि गएको हुन्छ है, साग सब्जी हो। अब धेरै मान्छेलाई अब यहाँ रोज अब यो बिजनेसम्यानहरूको पनि कतिवटा अब माथिबाट आउने सब्जीहरू, हरियो सब्जीहरू, झारखण्डमा धेरै कुरोको सुविस्ता भएको थियो। तर आजको दिनमा यहाँनिर सीएम म्याडमले आएर जुन यो 15 दिनमा चाहिँ यो रोड बनाएर एउटा डिपार्टमेन्टलाई जुन भन्नुभयो उहाँले है, त्यसले गर्दामा यहाँको कन्ट्राक्टरहरू जति पनि यहाँको लेबर मिस्त्रीदेखिको लिएर सबैले एउटा रात दिन, हामीलाई थाहा छ है, राति पनि यहाँ रातभरि नै काम भएको थियो है। त्यसरी आज काम गरेर आज एकदम सुचारू रूपले यो अब यो अनअफिसियली अहिले यहाँ काम त अलिअलि चल्दैछ, तर 11 बजीदेखि अहिले पुगेर गाडीहरू चलि नै राखेको छ है। 11 बजीदेखि चाहिँ क्लियरै चल्छ होइन। त्यसले गर्दामा अब यही हो, हाम्रो यो जग्गालाई आज पाड र एउटा प्लेन्सलाई एउटा जोड्ने यो ब्रिज रहेछ है। यसमा हामीले यस्तो म त अलि जानेको थिएन। अब यहाँको हाम्रो जति पनि पर्यटकहरूदेखिको लिएर जति पनि हाम्रो यहाँको लोकल मान्छेले पनि यो कुरालाई बुझेको थिएन। तर आज
आज त्यस्तो यो जुन बाटा घटेर चाहिँ त्यो ब्रिजको चाहिँ के महत्व रहेछ भन्ने कुरो चाहिँ हामीले बुझ्यो है। र त्यसले गर्दामा म यही भन्छु यात्रीहरूलाई पनि अब यो हाम्रो यो च्यानल तपाईँहरूको च्यानलको मार्फतबाट भन्नु चाहन्छु है, अब चाहिँ तपाईँको पशुपति भएर मिरिक भएर जुन आउने रोड है, दुईको रोड देखिहाल्नु तपाईँले फ्रेममा देखिरहनु भएको छ है, एकदम यात्रीहरूको लागि सुविस्ता छ है। त्यसले गर्दामा यो रोड सुचारू रूपले 11 बजीदेखि खोलिन्छ। यसमा चाहिँ हामी एउटा पञ्चायतले पनि यसलाई हामीले यो जो कन्ट्रेक्टर बिचको जुन काम गर्दैछ है, त्यसलाई अब यो त तपाईँहरूले देखिरहनु भएको छ। अब फेरि अर्कोबारी पनि बर्खामा त यस्तो बाढ त आउँछ होइन। यो त अब एउटा क्याजुअल उयस मात्रै हो नि त, टेम्पोरेरी मात्रै हो नि त है। त्यसले गर्दामा अब यो चाहिँ यहाँको जति पनि अब यो ब्रिज बनाउने जो कन्ट्रेक्टरहरू छ है, हामी उहाँहरूसँग पनि बसिसकेको छौँ। अझै अब हामीले यो कुरोलाई चाहिँ हामी सबैले एउटा प्रशासनिक हिसाबले पनि हामीले यसलाई अब एकदमै चाँडो, किनभने अर्को बर्खा आउनुभन्दा अगाडि चाहिँ मोटामोटी अब त्यस्तो हुँदैन होला, तर युद्ध स्तरमा काम हुँदैछ है। अब त्यसको लागि चाहिँ अब हामी पनि सबै बसेर यो विषयमा एउटा हामीले पनि यो छिटो यो ब्रिजको काम होस् होइन, अब एउटा पर्मानेन्ट सल्युसन चाहिँ होस् जनताको लागि। हेर्नुहोस् कति एउटा पर्यटकहरू टुरिस्टहरू आइरहेको छ है, त्यसको लागि चाहिँ एउटा राम्रो होस् भनेर नै हामीहरू चाहिरहेको छु है। त्यसको लागि अब हाम्रो यहाँ एउटा लोकल गभर्मेन्ट पञ्चायतहरू छ है, त्यसको हामी कन्ट्रेक्टरहरूसँग बसेर यो विषयमा एकदम चाँडोको चाँडो यसलाई फास्ट काम गर्ने चाहिँ हामीले यो गरिसकेको छु। यसलाई उहाँहरूसँग बसेर यो कुरोलाई हामी छिट्टै उयस गर्छौँ।